त पे गर्ने यार तिमीलाई यार साँच्चै भनेको हुँदैन के नाम थियो है ओ भैँसी तेरो म बिजनेसलाई यो मेरो राजाले फालिदिएको हो बुढोले के थाहा बुढो मनिटर छ ल है केटा म चाहिँ यसमा फलो गरेर तेरो दाइ के रिक्वेस्ट पठाइदिएँ म चाहिँ तेरो दाइको फेसबुक आइडी म चाहिँ सबजनाले हेर तेरो दाइले बबाल बबाल भिडियो हान्छ म चाहिँ आउँछ बबालमा साले खोलेर पनि देखाउँछस् भने म खोलेर देखाएको पनि लगाएको छस् भने म नि फलो गर्छु खोलेर देखाएर लगाएको छु पुरै माछिकन फेसबुक त भाइरल हो जक्का सिटीको सबजना म चाहिँ फेसबुकमा माछी एड गरेँ म चाहिँ कतिजनाले गरेर अहिलेसम्म हेर्दैछु माछी राखिरहेछस् त राडीको छोरा कुन चाहिँले त मलाई पो एड गरेको छौ मलाई पो एड गरिरहेको छ ल है माछी रिक्वेस्ट पठाएको एकजनाले पठाएर न यार दिमाग खराब गर्छ अरे अनि तिम्रो फेसबुक आइडी के छ तेरो फेसबुक आइडी के छ यो कुकुर चिउँदैछ अझै भन्छ रानीको छोरो तेरो बाउ झक्का सिटीको आयु 125 वर्ष भर्खर मुखी 23 वर्ष पुगेछ रन्डीको छोरो अझै 102 वर्ष त बाँकी नै छ माछी त्यत्तिकै मरो सरो हरो भनेर चिन्ने नै छ जाँठाहरू पहिला मलाई कम्ती के भनेछ माछिने अहिले लपर मरेन अनि त्यो वर्तमान त्यो भूतकालमा गइसकेको कुराहरू त्यो बिर्सिने हो क्या अब भविष्य सुरुवात गर्नु पर्यो नि तिमीहरूमा घरमा हेर्नु पाए छोरीको छोरा छोरी बाबा आमासँग कुरा गराइदिन्छु म चाहिँ बुझ्यो नि आमासँग कुरा गर्ने हो मेरो आमासँग तेरो पत्ता होइन मेरो गुल्ला मैले थाहा छ अस्ति नै मैले वर्षालाई मेरो बाउसँग ग्रुप जोइन गराइदिएको भाग्यो भने मान्छे वर्षासँग तेरो लग परेको मान्छे हो भने मैले वर्षालाई चाहिँ हाम्रो बासँग कुरा गर माछिनी भनेर मैले दिएको अनि टा भाग्यो माछिनी त अनि माछिने वर्षाको एकसँग चाहिँ म जानु आएको मोजी वर्षालाई त मैले छोडिदिइसकेँ अनि अब तिमीलाई बनाउने हो कस्तो भने नि यो त पहिलादेखि वर्षा यो हामी भनेको इमो बुढेटले मलाई किन झारेको तल भन त म त्यस्तो नराम्रो जस्तो लागेन मेरो बुढी भएर पनि दुनियाँसँग बोल्दै हिँड्छ लाज लाग्दैन मलाई कट्टा हान्नु पर्ने बुढेटले धेरै हेर्ने भनेको म धेरै हेर्ने भनेको बुढेटलाई मात्रै हो क्या च्याएर हेर्छ जस्तो सुकै भयो भने जस्तो सुकै होस् मलाई मनपर्छ क्या बुढेट जग्गा पनि मनपर्छ मेरो भाइ हो तर जग्गा यस्तो हो जग्गा भाइ त्यो केटीहरू भनेको सबै भेनालाई बोलाउ त अनि माथि बोलाउ त अनि भेट्नुपर्छ एक दिन मेरो कुरा तान्दैछु जग्गास भाइ ड्युटीमा भाइ मन पराएर के गर्नु घरभरि बुढाहरू छ छोराछोरीहरू थाहा छ मलाई जो कसम भने म रानीसँग बिहे गर्ने अब माछिन जे पर्छ गर्छ म तिमीले बिहे गऱ्यो भने त केटी बस्दैन भाइ मेरो कुराहरू सबै तानेर कुरा गर्नु पर्यो टेकिहाल्छ होइन केटी राम्रो भेट्यो भने झगसले माया गरेर लपर्छ क्या झगसले लपर्छ राम्रो केटी भेट्यो
तर केटीको खाँचो चाहिँ छैन ब्रदर तिमीलाई यार केही डोरो हान्नु पर्यो सुताइहाल्ने अनि मात्रै यार फिक्स त्यस्तो भाइ यार भएको त्यस्तो खडा नबोल न यार किन खराब केटीहरूले हेर्छ तपाईँलाई मलाई भेजा खराब गर्छ अहिले फटा रहेछ युके फटा भयो भन्छ क्या मुख नछाड गप्छी हाल हो कि अनि सिकाइ गर्नु पऱ्यो नि भाइ सिकाइ गऱ्यो भने चाहिँ तर पहिला जान्छ राम्रो बोल न मुख छाड्नु नछाड क्या केटाहरूले पनि ल्याङ गर्छ एउटा मेरो फेसबुक आइडीमा मार्क्स सबजना रिक्वेस्ट पठायो सबजना रिक्वेस्ट पठायो भन्दै छु फेसबुकै चलाउँदैन हामी त रिफ्रेस कसरी गर्नु भाइ यार मैले अहिले सन्नी फेसबुक कहिले चलाएँ एकचोटि चलाएको थिएँ त्यति बेला चलाएको मैले अहिले फेसबुक मेरो त्यस्तो इन्ट्रेस्ट लाग्दैन यार फेसबुक दुनियाँ भएर आफ्नो काममै व्यस्त हुन्छ कहाँ फेसबुक टाइम हुन्छ मलाई एउटा युके केटी पठाइदियो क्या युके लगाउँछ त्यही भएर पनि त नासाले रोका मगरसँग बुवा छ कहिले बुलेटलाई लन्डनमा जाउँ भनेको थिएँ बुलेटले बालै दिएन यार एउटा होइन उसलाई मन परेको थियो क्या म जैसा तैसाको मान्छेलाई बालै दिन यार मैले माया यार गरेँ मलाई बाल नदिएको क्या साँच्चै मैले यति मन पराएको उसलाई होइन मैले उसँग ढाँटेको होइन पर्सनल पनि एकचोटि कुरा गरेको हो क्या उसलाई मैले बे गर्ने सोच राखेको थिएँ लास्टमा त बुढोको फोटो हालेर मेरो बुढो त टिकटकमा भिडियो बनाउनु मान्दैन भनेर दिमाग खराब हो त्यहाँबाट मैले उसलाई छोडिदिएको हो साँच्चै